तिमी जिस्क म पनि जिस्कन्छु भन मात्र तिम्रालाई बिस खान्छु भेरी कर्णाली कहिले कसो मायाको गाउँतिर मै आउनु पर्ला नि भन्दै गाएको चिज गुरुङले गायिका निर्जला गुरुङलाई बिसै खाने बाचा गरेपछि गायिका निर्जला गुरुङले यसरी दोहोरीबाट नै प्रसङ्ग गरिन् के साँच्चीकै गहिरो प्रेम छ त गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको दोहोरीमा जस्तै यो सबै जानकारी छर्लङ्ग पार्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो टिभी नेपाललाई सब्सक्राइब गरेर जोडिनुहोला। दर्शकबिन भिडियो अन्तिमसम्म हेर्न भने नछुटाउनुहोला, एउटा लाइक पनि गर्न नछुटाउनुहोला। तिमी जिस्क म पनि जिस्कन्छु भन मात्र तिम्रालाई बिस खान्छु भेरी कर्णाली भन्दै गायक चिज गुरुङले यसरी टुक्का प्रहार गर्न भ्याउँछन् कि गायिका निर्जला गुरुङले बल्ल तल्ल गरेर यो टुक्काको जवाब दिन भ्याएकी हुन्छन्। अलि धेरै नबोल्ने मोरो बल्ल तल्ल केटाले मुख फोरो भेरी कर्णाली कहिले कसो मायाको गाउँतिर मै आउनु पर्ला नि भन्दै गायिका निर्जला गुरुङले यति मिठो शब्दमा टुक्का प्रहार गर्छिन्। एकअर्काप्रतिको दुवैको टुक्का प्रहार गर्दै गर्दा दोहोरी नै रमाइलो बन्न पुगेको हुन्छ। नमस्ते रोदी घरको प्रस्तुतिमा गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले सुमधुर आवाजमा दोहोरी गाइरहेका हुन्छन्। यति बेला सामाजिक सञ्जालमा गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको प्रसङ्ग निकै बढिरहेको छ। उनीहरूलाई दोहोरी गाउनमा भ्याइ नभ्याइ छ। लाइभ दोहोरी, स्टेज प्रोग्राम, नयाँ म्युजिक भिडियोमा निकै व्यस्त रहेका गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले भर्खरै मात्रै नमस्ते रोधी घरको प्रस्तुतिमा यो लाइभ दोहोरी प्रसारण गरेका हुन्, जसमा गायक चिज र निर्जला गुरुङसँगै अल टिमहरूले निकै मेहनत गर्नुभएको छ। यो टिमको लागि तपाईँहरूले के भन्न चाहनुहुन्छ? गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको साङ्गीतिक प्रस्तुति पनि निकै रमाइलो रहेको हुन्छ। उनीहरूले दोहोरी मात्र गाएर होइन, दर्शकहरूलाई नाचेर समेत दर्शकहरूलाई झुमाएका हुन्छन्। देश तथा विदेशमा रहेका हरेक स्टेज प्रोग्राममा गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको निकै दमदार प्रस्तुति रहेको हामीले देख्दै र सुन्दै आएका छौँ। अब लागौँ गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको साङ्गीतिक प्रस्तुति र उनीहरूको बनावटी रूपमा गायक चिज र निर्जला गुरुङको अब आउने रिल्स लगायत रियलको जोडी कस्तो होला त? अब हामी अवलोकन गर्न मात्र सक्छौँ। गायक चिज र निर्जला गुरुङको विवाह भए हुन्थ्यो भन्ने दर्शकहरूको समर्थक बढिरहेको छ। तपाईँहरू के भन्न चाहनुहुन्छ? कमेन्ट गर्दै